हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ मेरो भ्लग यताबाट अफिसबाट सुरु हुन्छ होइन। अफिस चाहिँ यहीँ छ अनि अब चाहिँ म कामतिर जानुपर्ने हुन्छ होइन। म चाहिँ कामतिर लाग्दैछु अब। म चाहिँ ड्युटीतिर लाग्नुपर्ने हुन्छ होइन। आज चाहिँ म एक्लै छु, भाइ आएको छैन, त्यही भएर सबैतिर भ्याउनु पर्ने हुन्छ होइन। त्यस्तो खासै काम पनि छैन, त्यही पनि बस्नु पनि पाइएको छैन होइन। त्यही भएर म चाहिँ अब लाग्दैछु होइन। एउटा दाइलाई भेट्नु पर्ने छ, यहाँनिर सुधार केन्द्रमा जानुपर्ने छ। झुलझिलेमा पनि सुधार केन्द्र छ होइन। सुधार केन्द्र पुगेर चाहिँ यहाँबाट दाइलाई यसो बुझेर सुधार केन्द्रको दाइले चाहिँ ऊ बसेको रुममा चाहिँ सेकेन्डरी हाल्ने कुरा गर्नेको थियो अरे। अनि अब म चाहिँ त्यहाँनिर जानुपर्ने हुन्छ। त्यो दाइसँग बुझेर चाहिँ सबै काम गर्नुपर्ने हुन्छ। अब चाहिँ म जाँदैछु, लेट्स सी। म चाहिँ अब सुधार केन्द्रमा पनि निस्केँ होइन। त्यो दाइ चाहिँ त्यहाँ रहेन रहेछ। म चाहिँ ऊ बसेकै रुममा जानुपर्ने हुन्छ। उसको रुम चाहिँ यो सिधा अगाडिको घर हो। तर त्यहाँ पुग्नुलाई चाहिँ अहिले यहाँबाट चाहिँ सिधै पुगिँदैन होइन गाइस, निकै घुम्नु पर्ने हुन्छ। यहाँबाट चाहिँ सर्टकट हिँड्दाखेरि चाहिँ पुग्नु चाहिँ यो सिधा हो होइन। र म चाहिँ यताबाट मेन बाटो निस्केर चाहिँ तल लाग्नुपर्ने हुन्छ, किनभने यता चाहिँ बाटो छैन होइन। यताबाट चाहिँ बाटो छ। यहाँ चाहिँ 7CG स्कुल है। 7CG स्कुलको बाटो हुँदै जानुपर्ने हुन्छ। यो चाहिँ 7CG स्कुलको गेट भएर होइन। म चाहिँ यता सिधै लाग्नुपर्ने हुन्छ, मेन बाटो निस्किनु पर्ने हुन्छ। फाइनली म चाहिँ आइपुगेँ होइन। यही घर हो होइन। यता अघि मैले देखाएको चाहिँ यता सिधा अगाडिबाट हो। 7CG स्कुल यहाँनिर छ होइन। 7CG स्कुल चाहिँ यो हो। 7CG स्कुल अघि मैले चाहिँ यहाँबाट देखाएको हो होइन, यहाँबाट। अब अहिले चाहिँ म ठ्याक्कै यहाँ लोकेसनमा आइपुगेँ, यहाँनिर ठ्याक्कै यो घरमा होइन। अब यहाँ बुझ्नुपर्ने हुन्छ। यहाँ चाहिँ काम सकियो होइन। अब चाहिँ म जानुपर्ने हुन्छ। अब चाहिँ म युटर्न लिएर जान्छु होइन। यो बाटो जान्छु अनि अफिस निस्किनु पर्ने हुन्छ। अहिले चाहिँ पानी पर्ला जस्तो भएको छ मौसम चाहिँ होइन। अनि अब यहाँ अफिसबाट चाहिँ इन्भाइट आएको छ होइन अफिसमा। त्यही भएर अब हाजिर हुनुपर्ने हुन्छ अफिसमा। लेट्स सी। म चाहिँ अहिले छुट्टी भएर घर फर्किँदैछु है। अब चाहिँ हाम्रो ड्युटी पनि आज चाहिँ छिट्टै छुट्टी भयो। लगभग अहिले कति बज्यो? 4:30तिरै छुट्टी भयो होइन। अब चाहिँ म घर जाँदैछु। घरको बाटो चाहिँ यस्तो छ होइन। ल, बाटोको काम भइरहेको रहेछ होइन। यहाँ चाहिँ चट्टसँगले काम भइरहेको छ होइन। एसियन हाइवेको लागि यतातिर यस्तो बाटो छ, यस्तो छ बाटो। यस्तो भइरहेको छ होइन काम। म चाहिँ यता घरतिर जाँदैछु। मेरो हिरो होन्डामा चाहिँ म घर आइपुग्नु लाग्यो होइन। अब यहाँ चाहिँ हाइवेको अवस्था चाहिँ यस्तो छ, सबै धुलो उडाएर यता यङ्गी क्याफे होइन। यहाँ चाहिँ पहिला बुद्ध चोक थियो। बुद्ध चोकको यहाँ छ बोर्ड बुद्ध चोकको। यहाँ चाहिँ सबै धुलो उडेर क्या यो हाइवेमा नकुदाएर उता माथिल्लोपट्टिको यस्तै बाटोमा चाहिँ कुदाउँछ कि गाडीहरू। अनि लास्टै धुलो उड्छ क्या, भिजाउँदैन पनि हाइवेवालाहरूले, बनाउनेहरूले। डाइभर्सनतिर मात्रै भिजाउँछ, धुलो त्यसै पनि उडिहाल्छ नि होइन गाइस। अघि म घर आइपुग्नु लाग्यो होइन। ल गाइस, म चाहिँ घर आइपुगेँ होइन। यहाँ चाहिँ घर चाहिँ यहीँनिर छ। यहाँ हाम्रो भाइले चाहिँ ब्याङ्क खाता के भन्दैछ त्यो हेरिदिनु पर्ने हुन्छ होइन। हो, ए यस्तो छ होइन घर वरिपरि चाहिँ।
यो चाहिँ ठ्याक्कै यहाँ मासतिर चाहिँ हाइवे निस्किन्छ होइन। अहिले चाहिँ म घर आइवरी पनि टक्क हाम्रो यो सेक्युरिटीलाई चाहिँ यसरी डुलाउँदैछु होइन खेततिर। अनि अब यो म चाहिँ जहिले पनि आउँदाखेरि चाहिँ घर आइपुग्दाखेरि चाहिँ बाहिरबाट आइपुग्दाखेरि चाहिँ यसलाई बाहिर एकचोटि निकालेकै हुनुपर्छ क्या। ननिकालिन्जेलसम्म म कराएर वाक्क लगाउँछ क्या। अनि यो यस्तोरै बल गर्छ होइन। यस्तरी बल गरेर यसरी कुद्छ अनि गलेपछि मात्रै अनि उसलाई घर लानुपर्ने हुन्छ। अब यहाँ लडीबडी गर्छ एकछिनमा। घाँसमा यहाँ घाँस छ होइन, घाँसमा लडीबडी गर्छ। यस्तो छ आजको मौसम चाहिँ यस्तो छ होइन। एकछिनमा पानी पर्छ, एकछिनमा हप्प गर्मी हुन्छ होइन। घाम चाहिँ लागेको छैन छनु चाहिँ, तर पनि पानी पर्छ। पानी पर्ला जस्तो भएर कालो भएर यसरी बादल कालो भएर आउँछ होइन। यसरी लडीबडी गर्छ यो चाहिँ। अब यसलाई यसरी कुदेको देख्दाखेरि त यो छोडिदिनु मन लाग्छ कि, तर यो लास्टै छुच्चो छ क्या। छुच्चो छ, केटाकेटी यताउता अरू फाल्टो मान्छेहरू देख्नु हुँदैन। गएर लुटुरपुटुर गर्न थाल्छ कि त झम्टिन्छ होइन। मान्छेहरू त्यसै डराउँछ। अनि अब अहिलेको सिचुएसनमा मान्छेहरूले अलिकति बाहना पाउने बित्तिकै काम सकिगयो, काम तमाम भइहाल्यो, त्यसो हुन्छ। त्यही भएर रिस्क लिनु भन्दा पनि आफै पक्रेर यसरी डुलायो होइन। यसरी लडीबडी गर्छ दामी पारामा होइन। घाँस छ यहाँ, घाँसमा लडीबडी गर्छ, उसलाई चित्त नबुझिन्जेलसम्म लडीबडी गर्छ। अनि त्यहाँदेखि चाहिँ घर जाउँ भनेर इसारा दिन्छ उसले आफै, अनि जानुपर्ने हुन्छ। ल गाइज, आजको भ्लग चाहिँ यति नै है।